हेलो एभ्रिवान अहिले चाहिँ भनौँ न ग्यासको सर्टेज भएर चाहिँ अब नपाउने कारणले गर्दाखेरि भाडा मोल्नलाई एकदम गाह्रो हुन्छ मोल्नलाई। अब त्यही भएर मैले चाहिँ यो विधि अप्नाएको। म चाहिँ अहिले कुकर बसालेर होइन अब भाडा कालो नहोस् भन्नलाई चाहिँ मैले यो सब गरेको। ल मैले त्यसमाथि के भनौँ न केही नपाएर मैले चाहिँ त्यो तराजु हुन्छ नि, पहिलेको तराजुलाई हल्का साफ गरेर अनि त्यो चुलामाथि राखेर अनि यसलाई कुकरमाथि राखेँ, त्यो तराजुमाथि। अनि त्यसपछि मैले चाहिँ दाल पकाउने भाडा कालो नहोस् भनेर टेक्निकल अप्नाएको। मैले पनि यो चाहिँ आफ्नै दिमागले चाहिँ होइन, मैले फेसबुकमा देखेर मैले यो सब गरेको कस्तो हुँदो रहेछ भनेर। तर एकदम राम्रो नै हुँदो रहेछ। हल्का भनौँ न अब कालो त्यो खरानी छोएर भाँडा मोल्नु मात्रै यस्तै गरौँ भनेर मैले चाहिँ यो सब अप्नाएको। र फाइनल्ली सिटी पनि लाग्न आँट्यो होइन, खुसी लाग्यो यसरी पनि हुँदो रहेछ भन्ने कुरा। फाइनल्ली म यो दालमा सिटी लाग्यो होइन, अलिकति टाइम चाहिँ लाग्ने रहेछ तर मजाले पाक्ने रहेछ भन्ने। र हजुरहरूलाई पनि कसैलाई अब भाडा कालो नहोस्, यो सर्टेज यो ग्यासको सर्टेजको बेला भन्नलाई हुन्छ भने तपाईँहरू पनि यो विधि अप्नाउनलाई त हस् त नमस्ते बाई।